नमस्कार, आज मैले बफ पक्कुको रेसिपी लिएर आएकी छु। यो विशेष गरेर दसैँ र अरू चाडपर्वमा पनि बनाइन्छ। अब बफ पक्कु बनाउन सुरु गर्छौँ। यसको लागि मैले यहाँ बफको मासु 1 केजी लिएकी छु। यसको लागि तोरीको तेल 5 टेबल स्पुन, यसै गरेर धनिया पाउडर 2 टेबल स्पुन, जिरा पाउडर 2 टेबल स्पुन, हाफ टेबल स्पुन खुर्सानी पाउडर र स्वादअनुसार नुन, बेसार हाफ टेबल स्पुन। यसै गरेर फुराउनको लागि मैले यहाँ अदुवालाई मैले यहाँ गोलो गोलो गरेर मैले काटेर लिएकी छु। तेजपत्ता, मरिच, ल्वाङ, सुकमेल, दालचिनी लिएकी छु। पक्कु पकाउनलाई सबैभन्दा पहिला मासुलाई मेरिनेट गर्नुपर्छ। अब यो मासुलाई मैले यहाँ भाँडामा राखेँ। त्यसपछि यो मसलाहरू सबै यसमा राख्ने, जिरा पाउडर, धनिया पाउडर, खुर्सानीको पाउडर र नुन, त्यसै गरेर बेसारलाई मैले यहाँ राखेँ। त्यसपछि तोरीको तेललाई पनि मैले यहाँ राखेँ। यसमा अरू तेल पनि लिन सक्नुहुन्छ, तर तोरीको तेल सबैभन्दा राम्रो। अब यसलाई राम्रोसँग मिक्स गर्ने। यो राम्रोसँग मिक्स भइसकेको छ। अब यसलाई छोपेर 5-6 घण्टा यसलाई रेस्टमा राख्नुपर्छ। यो मलेर राखेको मासु पनि 5-6 घण्टा भइसक्यो यो रेस्टमा राखेको मासु। अब पकाउन सुरु गर्छौँ। मैले यहाँ यो भाँडा बसालेँ ग्यासमा। यसमा तोरीको तेल राखेँ थोरै। यो तातिसकेपछि यो तेलमा ल्वाङ, मरिच, दालचिनी, सुकमेल, अदुवा र तेजपत्तालाई पनि यसमा राखेँ। अब यो एकछिन यसलाई हल्का भुट्नुपर्छ। यसरी यो भुटिसकेको छ। यसमा मेरिनेट गरेको मासुलाई राखिसकेपछि यसलाई राम्रोसँग चलाइदिनुपर्छ। यसरी चलाइसकेपछि अब यसलाई छोपेर 15 मिनट पछि यसलाई खोलेर चलाउनुपर्छ। यसलाई मधुरो आँचमा पकाउनुपर्छ। यो पकाएको पनि 15 मिनट भइसकेको छ। अब खोलेर हेर्दैछु। हेर्नुहोस् त, यसबाट पानी निस्केको छ। अब यसलाई फेरि राम्रोसँग चलाइदिनुपर्छ। यसलाई राम्रोसँग चलाइसकेपछि फेरि 15 मिनट पछि हामीले खोलेर हेर्छौँ। यो 15 मिनट भइसकेको छ। फेरि खोलेर हेर्दैछौँ। हेर्नुहोस् त, यसको पानी बिस्तारै हल्का सुक्दैछ। अब यसलाई राम्रोसँग चलाएर फेरि यसलाई छोपेर 15 मिनट जति पकाउने। 15 मिनट पछि फेरि हेर्दैछौँ। हेर्नुहोस् त, यो मासुमा भएको पानी सबै सुकिसकेको छ। अब यसलाई चाहिँ बिर्को नलाइकन यसलाई चलाउँदै पकाउनुपर्छ 10 मिनट जति। यो मासुमा भएको पानी सबै सुकिसकेको छ। यसबाट तेल निस्किसकेको छ। हेर्नुहोस् त, यस्तो भयो भने चाहिँ हामीले लामो समयसम्म स्टोर गरेर खान सकिन्छ। अब यो पक्कु चाहिँ पाकिसकेको छ। अब यो बफ पक्कु सर्भ गर्नेछु।